मनोज गजुरेल दाई र मेक्सम गौडेलजी एउटा आँपै अन्ताक्षरी खेल्दै हुनुहुन्छ। हामीले गीत सङ्गीतको अन्ताक्षरी त धेरै खेलेका छौँ। आज हामी वाक्यको मात्रै अन्ताक्षरी खेल्छौँ। सुरु गर्छु म। मेक्समजी के छ हाल खबर? रमाइलो छ दाइ, बाहिर घाम लागिरहेछ, मन खुस छ, आत्मा शान्त छ। छपक्कै कुरीले ढाकेको थियो त बाहिर। रङ्गिन पनि छ, बिस्तारै दिनहरू खुल्दै आएको छ नि त, बर्खा महिना भए पनि। नरमाइलो लाग्छ हौ मलाई त। त्यस्तै भन्थे ठुलबाले लास्ट हप्ता गए। होइन हामी कता भाग्यौँ फेरि? होइन गए होइन। एक दिन त जानै पर्छ सबैले, कसको चाँडो कसको ढिलो त्यही त हो। हवडा हँसाउनेहरू पनि एक दिन त जानै पर्छ दाइ। यी त जान्दैन होला हौ दा यी। हौसले ठान छोडिसक्यो, कहिले हिँड्यो भन्ने भइसक्यो उसलाई, यीमै गयो फेरि। इस भयो। एक नम्बर कुरा गर्नुहुन्छ दाइ जहिले तपाईँ। इलाम है उहाँको पाड घर र रसुवाको जस्तो देखिनुहुन्छ त। रसुवाकै जस्तो देखिनु तमा होइन। त्यट इलाम हो नि घर, कस्तो नबुझेको। ल कसो खानुहोस् त इलामो भनेर। राम 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 राम, यत्रो सङ्गत गरेर पनि अहिलेसम्म थाहा छैन। न झुट पो बोलेका हुन् कि अहिलेसम्म, घर हुँदैन नि त मान्छेको। कहाँ मान्छे हो र, महामान्छे हो नि। नमस्कार छ है। हत्तेरिका हँसाएर मार यार। रबाट राजा आउँछ नि त दाइ। यिनी त त्यही भन्छन्। नानीका कुरा होइन, हजुरका कुरा सुन्न खोजेको। कसलाई के थाहा? हबाट ल हो नि, राम्रो हुन्छ क्या। एकदिन खेलौँ न के। ल अब सुमन खोइ त, तँबाट आउनु पऱ्यो, मिनिङफुल पनि हुनु पऱ्यो। ल स्टार्टिङ है, हामी वाक्यको अन्ताक्षरी खेल्दैछौँ। अनि सुमन खोइ त? त्यताबाट हिँडिसकेको अनि यहाँ आउने बेला पनि भयो। यो मान्छेले टाइममा आउँदैन क्या। कहिलेकाहीँ ढिलो हुन पनि सक्छ दाइ, कामले हो कि। कस्तो काम हो? काम त हाम्रो पनि हुन्छ क्या रे। रङ्गिलो मान्छे कतै दियो होला नि के एउटा जागिर र रातिको जागिर कस्तो होला त्यसको फेरि। रबडा नसिकाउनु न। रातो पुलमा छन् कि जस्तो आइपुगे जस्तो लाग्छ। छोडिदिउँ क्या त्यो मान्छेलाई? यी त जता पनि पसन्द है फेरि। रोकेर पनि त सकिँदैन। निधाए कि बा। बाँदर जस्तो मान्छे हो, जहाँ पनि निधाइदिन्छ फेरि। तर रसिलो छ है मान्छे फेरि। रसिलो भन्दा पनि अलि रमरम खालको। कसैले फोन गरिदिनु बरु एकचोटि। टाढा छ हौ त्यो मान्छे, सुरु गरौँ। र त फोन गरौँ भन्दैछु दाइ। इलामदेखि मान्छे आइसक्यो, अब यहाँ रातो पुलबाट आउँदैन त। तिनलाई मै फोन हान्छु दाइ। यिनले फेरि यीमा अल्झाएर अत्यास लगाइसके। ल कसित पैसा छ झिकौँ त। फेरि म्याटर नै पैसा भनेपछि छबाट छिटो झिकाउँ न। नकराउन यार। रिसाउनु भयो क्या दिदी? देख्नु भएको थियो दिदीलाई? यहीँ आएर त गएकी थिइन्। नखरा पारे कि रिसाकियो थियो? 3टा कालो चिया भनौँ न बरु। रात परिसक्यो, सुरु हुँदैन। नर्बल गइदिने क्या हो? लास्ट के थियो? क्या हो न? हुन्छ। 6बाट सुरु गरे। 6 जना भयो ल। लैजाउँ न। 7 हुन्छ।
ल छिटो गरौँ रोक कसलाई भनेको त्यहाँ जानु पऱ्यो के रोक कसलाई भनेको फाट गरिहाल्यो कर गरेपछि मान न नगर न नगर न अनन्त नसिद्धिने रहेछ यो